ओके नमस्कार साथीहरू ल आज पनि तपाईहरुलाई नेप्सेको अपडेट लिएर आएको छु आज नेप्से 16 पोइन्टले घटेको छ -0.6%ले टर्नओभर हेर्नुहुन्छ भने जम्मा 3.3 अर्बको भोल्युम छ भोल्युम चाहिँ हरेक दिन ड्राई छ भोल्युम डेली ड्राई हुने र डेली मार्केट पनि डाउन भइरहेछ यसो हेर्दाखेरि रिटेलरहरू साना साना लगानीकर्ताहरू चाहिँ निस्किरहेको हो कि जस्तो देखिन्छ ठुला लगानीकर्ताहरू चाहिँ निस्केको छैन है साना लगानीकर्ताहरू चाहिँ प्यानिक भएर निस्केको जस्तो देखिन्छ सब इन्डिसेसहरू हेर्छौँ भने सबभन्दा आज घटेको भनेको आज हाइड्रो पावर डेभलपमेन्ट इन्डेक्स छ अनि अरू चाहिँ खासै त्यस्तो घटेको छैन टप गेनर्स लुजर्सको हामी कुरा गर्छौँ र टप टर्नओभर टप भोल्युमको पनि कुरा गर्छौँ गेनर्समा फेरि पनि इसिएलले छ यो तपाईको त्यस्तो भोल्युम आएको छैन होल्ड गर्नु होला है त सिएफसिएल को पनि हामीले धेरैचोटि कुरा गरिसकेका छौँ है अब यो सेल साइड हेर्दा हुन्छ है किनभने यो एरियामा तपाईको डबल टप पनि लागिसकेको छ र अर्को यो साइड मलाई लाग्छ RS7 डाइभर्जेन्स छ RS7 क्लियरली के छ यो प्रे डाइभर्जेन्स छ यसमा चाहिँ बस्नु होला है एसपिएल अब सेल साइड जाँदैन होल्ड गर्नुस् है टिआरएच यो पनि होल्ड गर्नुस् है एकुमुलेसनमा छ नाडेप पनि होल्ड गर्नुस् त्यस्तो बेचिराख्नु पर्दैन एसपीएचएल पनि ठिकै छ होल्ड गरिराख्नु होला एससीपीडीबीएल पनि एउटा राइज आउने देखिन्छ 930 सम्म होल्ड गर्नु होला यता जसमा केएसपीएल छ केएसपीएलमा एउटा यो टार्गेट मिट गरेको छ है यो 1030 को एरिया त्यही एरियामा टार्गेट मिट गरेर झरेको छ है प्रफिट बुक चाहिँ गर्दा हुन्छ फेरि पनि तपाईले किन्ने भए चाहिँ 820 तिर हेर्नु होला एसओएचएल पनि ठीक छ एउटा रिट्रेसमेन्ट आउन सक्छ 550 सम्म त्यहाँ चाहिँ तपाईले बाइ गर्न सक्नुहुन्छ टार्गेट चाहिँ तपाईले 660 को हेर्नु होला आरएलईएल पनि एउटा टार्गेट मिट गरेर झरेको हो अब झर्छ भने 830 सम्म आउन सक्छ त्यहाँ चाहिँ एड गर्नु होला अनि फर्दर टार्गेट भनेको 1100 सम्म हुन्छ एसएनओआरएल चाहिँ बेच्दा हुन्छ है एसएनओ टिपीकेएचएल चाहिँ होल्ड गर्न सकियो है 525 सम्म टार्गेट चाहिँ तपाईले 640 को राख्नु होला एससीबी पनि एउटा टार्गेट मिट गरेर बसेको अहिले तपाईको यो 1020 को एरिया आउँछ भने फेरि पनि बाइ गर्न सकियो टार्गेट चाहिँ 1280 देखि 1300 को हेर्नु होला है त आरएसएमएल एउटा राम्रो राइज गरेर फेरि पनि झरेको छ अहिले यो तपाईले बाइ गर्न सक्नुहुन्छ है 3000 कति 3000 कै लेभलमा पनि बाइ गर्न सके एउटा राइज आएको थियो टार्गेट चाहिँ 4000 सम्मको राख्न सक्नुहुन्छ है त टप टर्नओभरमा आरएसएमएल कुरा भयो सीओआरबीएल चाहिँ आज नराम्रो तरिकाले झरेको छ है अब जुन यो लिक्विडिटी थियो है यो कतिको पोइन्ट थियो 1240 को लेभल होला पनि मुनि आएको छ त्यस्तो राम्रो देखेको छैन फेरि पनि तल आउँछ भने चाहिँ यो पोइन्टमा अब बेच्ने चाहिँ म भन्दिनँ हैन अब फेरि तल आउँछ भने 1050 को एरियामा यो एरिया भनेको चाहिँ तपाईको स्ट्रङ डिमान्ड हो है यो डिमान्डमै छ डिमान्डमा चाहिँ तपाईले अब बेच्नु पर्छ जस्तो लाग्दैन है होल्ड गर्नुलाई किनभने माथि बेच्नु भएन भने एक तल त के बेच्नु हुन्छ है रेडी पनि सेल साइडै हो है धेरै सोच्नु पर्दैन टार्गेट मिट गरिसकेपछि बेच्ने नै हो है यो तल आउँछ भने फेरि पनि 350 सम्म आउँछ सेल गरेर बस्दा हुन्छ केकेएससी फेरि पनि यो डबल यो एरियामा रिजेक्सन खाएर बसेको छ हैन अब यो धेरै चोटी एरियामा छ यो तपाईले एक लाख प्रफिट बुक गर्दा पनि हुन्छ है अब तपाईलाई होल्ड गर्ने हो भने चाहिँ यो 325 सम्मको पनि टार्गेट छ है त यो एकेजेसीएल टार्गेट मिट गरेर झरेको अब किन्ने भए चाहिँ तपाईले 350 तिर हेर्नु होला अनि नेक्स्ट टार्गेट भनेको चाहिँ 415 सम्म हेर्नु होला है त सीएफसीएल भइसक्यो एसओएचएल पनि भइसकेको छ एसपीपीएल अब टार्गेट चाहिँ यसले पनि एउटा माइनर टार्गेट यो एरिया मिट गरे हो यो 328 को एरियामा माथि जाने पोटेन्सियल छ
है फेरि पनि 440 सम्म जान सक्छ अहिलेलाई माइनर भनेको चाहिँ यो 400 मा चाहिँ एकलट हेर्नु होला है त एनआरएन एउटा राम्रो राइज पछि एउटा फल हो अब तपाईँले किन्न सक्नुहुन्छ 1380 1400 मै 1380 થી 1400 मा किन्नु होला 1640 सम्मको टार्गेट लिनु होला है त ग्लोबल आइएमई चाहिँ एकदमै बाइङ छ है तर यो पनि एउटा माइनर टार्गेट मिट गरेर यही रिजेक्सन छ 260 को एरियामा तल आउँछ भने चाहिँ 250 सम्म आउन सक्छ त्यहाँ एड गर्नु होला टार्गेट चाहिँ 275 को हेर्नु होला है त ल अब हामी जाउँ नेप्सेको अपडेटतिर जाउँ ल नेप्सेमा चाहिँ आज तपाईँको प्री ओपनमा झन्डै 30 पोइन्ट्सले है गिरावट आएको थियो फ्री ओपनमै किनभने यो बीबीसीले एकदम चलखेल गरेको छ आज है सुरु प्री ओपनमै हेर्नु त यस्तरी झारेर है -30 पोइन्टले झन्डै झारेर त्यसपछि कस्तो माथि तानेको थियो पुरै फ्लक्चुएसन है पुरै फ्लक्चुएसन गरेर धेरै माथि तानेको छ है यसले चाहिँ अलिकति राम्रो इन्डिकेट चाहिँ गर्दैन मार्केटमा है यस्तो फ्लक्चुएसन गर्ने अनि त्यसपछि झार्नु होइन त्यस्तो चाहिँ देखेको छ आज होइन झारे त्यसपछि तानेको जस्तो गरे त्यसपछि दिनभरि के भयो सेलिङ आयो आज चाहिँ जुन यो ब्रेकडाउन गरेको छ है यो 2680 भन्दा मुनि ब्रेकडाउन गरेको छ र हामीले तल आउँछ भने 70 सम्मको लेभल हेर्नु भनेको थिएँ होइन आज झन्डै कति 57-58 आएको छ होइन अब यस्तो हो हेर्नुहोस् अब आज चाहिँ क्यान्डल रिभर्सल क्यान्डल छ हेर्नुहोस् होइन रिभर्सल क्यान्डल छ अनि अर्को एउटा राम्रो पक्ष भनेको चाहिँ तपाईँको यो 15 मिनट्सको क्यान्डल हेर्दाखेरि चाहिँ जुन यो क्यान्डल थियो आज बिहान बनाएको होइन यो क्यान्डलमा एउटा राम्रो रिएक्ट गरेर बसेको छ है विथ भोल्युम भनेको अब हामीलाई यो है त माथि जानको लागि चाहिँ 2695 चाहिँ हेर्नुपर्ने हुन्छ र तल जाँदाखेरि 2657 मुनि हेर्नुपर्ने हुन्छ र किनभने यो बुलिस क्यान्डल एरियामा चाहिँ तपाईँको साइडवेज खेल्ने एरिया चाहिँ धेरै नै चान्स हुन्छ है त र अहिले हामीले भनेको लेभलमा छ है अब 2670 सम्मको लेभलको कुरा गरेको थियौँ त्यही एरिया आएको छ यो साइडवेज बसेको भए झनै राम्रो हुन्थ्यो है साइडवेज के गरेर चाहिँ क्लियरली ब्रेकडाउन गरेको छ अब अहिले आउँदाखेरि चाहिँ के छ एउटा यो हायर लोज बन्ने देखेको छ अब यो हाई लगाइसकेको छ हाई लगाइसकेपछि अब लो कति आउँछ होइन यही लेभलबाट पनि फर्किनु पायो होइन अलिकति तल आएर पनि फर्किन पायो जस हायर लो चाहिँ एउटा बनाउन आउँदैछ यो भनेको एकदमै बाइङ अपर्च्युनिटी हो टेन्सन चाहिँ लिनु पर्दैन मार्केटमा त्यस्तो नराम्रो केही पनि सिनारी छैन भोल्युम चाहिँ एकदमै ड्राई भएको छ है यसरी भोल्युम ड्राई हुनु पनि राम्रो चाहिँ होइन तर मार्केट झरिराख्दा भोल्युम ड्राई हुनु पनि त्यो एउटा चाहिँ पोजिटिभ हो होइन अब हामीलाई चाहिँ भोल्युम चाहिँ इन्क्रिजिङ हुनु पर्यो होइन अब मार्केट बढ्दाखेरि भोल्युम पनि इन्क्रिजिङ हुँदै गयो भने अनि पोजिटिभ हुनसक्छ र धेरैजनाले अब यो ब्रेकडाउन पनि गर्छ भन्ने कुरा गरिरहेछ यो चाहिँ लो लागिसकेको छ जुन 2547 को एरिया भनेको लो लागिसकेको छ है त्यस्तो डराउनु पर्दैन अब जुन एउटा यो जुन ठुलो यो इम्ब्यालेन्स छ अब धेरैले यो एफपिजी भन्छ हामी चाहिँ होइन प्राइस एक्सनमा इम्ब्यालेन्स भन्छौँ होइन अब इम्ब्यालेन्सको कुरा गर्दा पनि भयो होइन भने यो एरिया है त अबको यो 2670 मुनि भनेको चाहिँ पुरै डिस्काउन्टेड जोन भनेर बुझ्नु होला है त पुरै डिस्काउन्ट जोन हो बाई गरिराख्नु होला है टेन्सन त्यस्तो लिनुपर्ने छैन श्रावण होइन श्रावण महिना अब त्यसपछि भाद्र महिनासम्म हामी पुरै वेट गर्ने हो होइन भाद्रसम्म तपाईँले जस्तो तपाईँले प्यासेन्स गर्न सक्नुहुन्छ होइन त्यो अनुसारको तपाईँले रिटर्न पाउनुहुन्छ त्यस्तो प्यानिक चाहिँ नहुनुहोस् किनभने मार्केटमा भोल्युम छैन होइन झर्दाखेरि भोल्युम नआउनु भनेको चाहिँ कुनै बेला पनि के हुन्छ एउटा तपाईँको राइस आउने देखिन्छ र अहिले यो जुन यो झरेको देख्नु भएको छ नि होइन यो बढ्दाखेरि प्राय जस्तो भनेको आइपिओहरू होइन जेनजी स्टकहरू चलेको थियो होइन अब यस्तो राइजहरू चाहिँ टिक्दैन कि त्यस्तै भयो कि है यस्तो राइजहरू किन टिकेन भनेको आइपिओहरू लो क्यापले मात्र त मार्केट त माथि बढ्दैन हेर्नु होइन त्यही भएर मार्केट झरेको है त्यो पनि एउटा बुझ्नुपर्ने कुरा हो किनभने अब यो बढ्यो तर तपाईँको प्राय सबै के चल्यो त आइपिओहरू जेनजी स्टकहरूमा चल्यो होइन अब त्यसमै सेल आइरह्यो है अरू जस्तै तपाईँको इन्भेस्टिङ स्टकमा पोजिसनल ट्रेडिङ स्टकहरूमा त्यस्तो खासै फल आएको छैन है
जस्तै ब्याङ्ककै कुरा गर्दाखेरि ल प्रभुको कुरा गर्दाखेरि ल हेर्नुहोस् यही एरियामा खेलेर बसेको छ है, यही एरियामा पुरै खेलेर बसेको छ होइन। भनेको अब यिनीहरू भनेको खासै बढेको पनि छैन घटेको पनि छैन होइन। जस्तै शिवमको कुरा गरौँ, यसलाई हेर्नु यिनीहरू बढ्यो त, यिनीहरू खासै बढे पनि छैन घटेको पनि छैन नि त होइन। अलिकति बढ्यो त्यसपछि फेरि घट्यो होइन। त्यही भएर यिनीहरूमा यस्तो डराउनु पर्दैन होइन। अब डराउनु पर्ने भनेको जेएनजी स्टकहरूमा हो होइन, जुन चाहिँ एकदम 15%, 20%, 25% नाफा दिइसकेको स्टकहरूमा चाहिँ डराउनु पर्ने हो है। अरू स्टकहरूमा यस्तो पोजिसनल ट्रेड स्टकहरूमा इन्भेस्टिङ स्टकहरूमा चाहिँ खासै डराउनु पर्दैन है त। ल नेप्सेको एनालाइसिस भयो, अब तपाईँहरूको कमेन्ट सेक्सनमा जाउँ है त। Meet Cantabro. जिएलएच किन्ने बेला भएछ भन्नुभएको छ। जिएलएच 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 ठिकै छ है। अब यहाँ चाहिँ तपाईँको एउटा ट्रेन लाइन चाहिँ रिजेक्सन देखिरहेको छ, यो माइनर ट्रेन लाइन हो होइन, यही ट्रेन लाइनमा रिजेक्सन छ। यस्तो प्यानिक हुनु पर्दैन, किन्ने भयो चाहिँ तपाईँले किन्न सक्नुहुन्छ है। 250मा किन्न सक्नुहुन्छ, टार्गेट 290देखि 310 हेर्नु होला है त। एपिएचएल हेर्नु गुरु एभरेज गर्नलाई 905 को व्याक छ। ह्याप्पी गुरु पूर्णिमा धन्यवाद। एपिएचएल एपिएचएल 834 है। मैले कतिसम्म आयो भने बाई गर्नु भनेको थिएँ 870 भनेको थिएँ, मुनि आएको छ। 870 भन्दा पनि मुनि भनेको डिस्काउन्टिङ जोनमा आइसकेको छ। एसएल पनि हेरेर बस्ने है, फेरि 800 भन्दा मुनि गयो भने चाहिँ एसएल पनि ठोक्नुपर्छ। अहिलेसम्म ठिक छ, तपाईँले किन्न सक्नुहुन्छ। टार्गेट 1050 को हेर्नु होला है। एसवाई प्यानल एनालाइसिस ल, एसवाई प्यानलको मैले हिजो पनि लाइभमा भनेको जस्तो लाग्छ है। 1400 मुनि जति आयो भने भाइ, किनभने यसले राम्रो यो ब्रेकआउट गरेर बसेको थियो है। यो ब्रेकआउट छ, आज पनि यसलाई रिटेस्ट गरेको जस्तो देखिन्छ। तल आउँछ भने 1330 सम्मको कुरा थियो, 1330 1300 आयो है। 1330 भन्दा मुनि आयो त झनै जति बाई गर्दा पनि हुन्छ है। 1600 फर्स्ट टार्गेट हेर्नुहोस्, 1800 सेकेन्ड टार्गेट हेर्नु है त। सर सागर हेर्नु त 1840 को सागर त मैले अब फर्स्ट टार्गेट मिट भयो है, एउटा प्रफिट बुक गरेर बस्नु भन्ने कुरा गरेको थिएँ है। अब सागर रिट्रेस पनि आइसकेको छ है। ठिक छ है त। अहिले चाहिँ तपाईँको सपोर्टमा चाहिँ किन्ने भए चाहिँ 1700मै किन्नुहोस्। टार्गेट चाहिँ अब 2000देखि 2200सम्म हेर्न सक्नुहुन्छ है त। बिएनएससी बाई कतिमा? बिएनएससी पुरै डाउन ट्रेन्डमै छ, तर सपोर्ट चाहिँ राम्रै सपोर्टमा छ है। यो भनेको राम्रो सपोर्ट हो। त्यस्तो अब बाइकको लागि चाहिँ त्यस्तो राम्रो चाहिँ देखिहालेको छैन। एकुमुलेट चाहिँ गर्न सक्नुहुन्छ होइन, किनभने ट्रेडिङको लागि चाहिँ त्यस्तो देखेको छैन सुइटेबल है। तल आउँछ भने अब यो ट्रेन लाइन ब्रेकआउट नभएसम्म अलिक वेट एन्ड वाचमै बस्दा पनि भयो, किन्ने भए चाहिँ किनिराख्दा हुन्छ। टार्गेट चाहिँ तपाईँले 330 सम्मको हेर्न सक्नुहुन्छ है। एलइसीमा 7% जति प्रफिट छ, के गरौँ सजेस्ट गर्नु। प्रफिट भएको त प्रफिट खाने नि हजुर, किन सोध्नै पर्दैन कि। प्रफिट भएको प्रफिट खाने हो होइन। माथि जाने ठाउँ छ, माथि नजाने होइन है। यो 260सम्म फेरि पनि छ जाने। प्रफिट भएको प्रफिट खाने है, प्रफिट खाने फेरि तल किन्ने, त्यस्तो चाहिँ गर्नु पर्यो। अब तपाईँलाई होइन मलाई पुग्दैन अब होल्डै गर्ने हिसाब छ भने 260सम्मको टार्गेट पनि राख्न सक्नुहुन्छ है त। एलइसी केबिएल 2-3 इयरको लागि कस्तो हुन्छ? राम्रो हुन्छ हजुर, राम्रो हुन्छ। एनएचपिसी बाई गऱ्यो 270मा
एनएचपिसी डिसी 70 मा बाई ठिक छ है बाई लेभलमै छ ठिक छ है डिसी 70 मुनि त जति बाई गर्दा पनि हुन्छ है टार्गेट चाहिँ यसको हाई नै छ हैन यो 330 सम्मै हैन भने तपाईलाई क्विक बेच्ने हो भने तपाईले यो एरियामा पनि टार्गेट राख्न सक्नुहुन्छ है 305 को एरिया नमस्कार सर मकर हेरिदिन कतिसम्म झर्ला भन्नुभएको छ मकर मकर चाहिँ खासै राम्रो देखाएको छैन यो झरिरहेको रहेछ अब नजिकै छ सपोर्ट चाहिँ 430 को एरियामा अहिलेलाई यो 430 को लिक्विडिटी लिएर चाहिँ माथि जान सक्छ है यसरी यो पनि झार्ने हैन अनि मात्र यसरी माथि जाने है राम्रो चाहिँ छैन पुरै डाउन ट्रेन्डमा छ माथि जान्छ भने 486 सम्म हेर्न सक्नुहुन्छ है त ल साथीहरुको स्टकको एनालाइसिस पनि भयो ल तपाईहरुको पनि केही जिज्ञासा छ भने कमेन्ट बक्समा कमेन्ट गर्नु होला र लाइक चाहिँ पक्कै गर्नु होला र जो नयाँ हुनुहुन्छ सब्स्क्राइब पनि गर्नु होला र धेरै जनाले अब पेड ग्रुपको लागि सोधिराख्नु भएको छ अब पेड ग्रुपको लागि मैले मन्थली है त मन्थली चाहिँ लिएर आएको छु है मन्थली तपाईहरु जोइन गर्न चाहनुहुन्छ भने यो नम्बरमा बुझ्न सक्नुहुन्छ अब मन्थली भनेको 1000 मात्रै हो धेरै होइन है यो नम्बरमा तपाईले भाइबर व्हाट्सएप गर्नुस् मन्थली ग्रुप चाहिँ आजबाट मैले ओपन गरेको छु तपाईहरु जोइन गर्न सक्नुहुन्छ 1000 मात्रै हो अरूले जस्तै धेरै म त्यस्तो लिदिन हैन यो भनेको सर्भिस चार्ज हो भनेर बुझ्नु होला है मन्थली ग्रुप चाहिँ आजबाट ओपन छ 1000 मात्र तपाईहरुले भाइबर व्हाट्सएप गरेर बुझ्न सक्नुहुन्छ है त ल आजलाई नेप्सीको अपडेट यति नै